हेलो गाइज, आज हिजो होलीको दिन रहेछ। सबैलाई ह्याप्पी होली। ढिलै भए पनि अब भन्न खोजेको के हो भन्दाखेरि पहिला पहिला त होली भन्ने बित्तिकै होली हुन्थ्यो। चट्ट थोरै रङ लगायो, चट्ट होइन, मासु रौसी पानी दारू खानेले खायो, च्याप्प रौसी सब्जी खायो, होली सोली खेल्यो, नाच्यो होइन, च्याप्प रमाइलो हुन्थ्यो। ठ्याक्क थोरै थोरै रङ लगायो। ए बाबा, अहिले त त्यो भिडियो हेरेको, त्यो टिकटकभरि त्यो होलीमा मान्छेले होलीको अब दिन होलीको छ, गीत चाहिँ कस्तो मजा आछ भन्दाखेरि हो मुम्बईको रानो हो कि मुम्बईको रानो हो कि मौरीको रानो हो, कुन जातको रानो हो, कुन गीत त्यतातिर छ। अब होली भने छ गीत जति मुम्बईको रानो दोस्त, मुम्बईको रानो। त्यहाँबाट अनि अर्को के चाहिँ थियो, मुम्बईको रानो र त्यो हिन्दी गीत भन्दा केही पनि छैन। कुन परम्पराको होली हो, कहाँको होली हो? मुम्बईको रानो भन्ने कहाँको होलीमा आउँछ? ए भगवान्। आज पहिले पहिले त चट्ट होली भने मिठो, एकदम रमाइलो होइन, त्यसरी सम्झिन्छ नि त मान्छेले। अहिले होली होइन, होलीलाई विकृति बनाएर पुनित सुपरस्टार भइसक्यो कि होली जति बिग्रिएर। भन्नुको मतलब बुझिहाल्नुभयो। भनेपछि यो होली बिग्रिएर पुनित सुपरस्टार भइसक्यो। अब हुन त फेरि ताको यसरा हाम्रो होलीलाई यसो भन्ने भनेर भन्लान् मान्छेले। भने नि मलाई फरक पर्दैन, होइन। होली बिग्रिएर पुनित सुपरस्टार भइसक्यो भनेपछि कहाँ जाँदैछौँ हामी? कहाँ जाँदैछ हाम्रो समाज? यसलाई सोच्नुपर्ने बेला होइन यो? बताइदिनुहोस्। जनता जान्न चाहन्छन्। आजको दिनमा छ नि, होली बिग्रिएर पुनित सुपरस्टार भइसक्यो। यस विषयमा के भन्न चाहनुहुन्छ? जनता जान्न चाहन्छन्। हस् त, धन्यवाद।